कति चिज गयो होला होइन। अनेक थरी हुन्छ नि त काम गर्ने बेलामा, कहिले पैसा कमाएको बेलामा कतिले के भन्यो होला, गरिब भएको बेलामा पनि कतिले के भन्यो होला, त्यो सबैको अनुभव सँगालेको मान्छे भयो नि त म। त्यसले गर्दाखेरि अब थाहा हुन्छ कि यो मान्छेले यस्तो भन्दैछ र यो हुँदैछ, हामीलाई लगभग पहिल्यै थाहा हुन्छ काम गर्ने चिजमा। त्यसले गर्दाखेरि नेगेटिभ इनर्जी चाहिँ शरीरमा कहिले पनि छिर्नै नदिने के, दिमाग खाली नराख्ने, निरन्तर काममा गर्ने। तपाईँ दिमाग खाली बस्यो कि, खाली दिमाग शैतानका घर भन्छन् नि, दिमाग खाली नराख्ने, पढिदिनुहोस्, बरु घुम्न जानुहोस् होइन, त्यही फिल्डमा जानुहोस्। म अहिले फुर्सद भयो भने म चाइनातिर हानिदिन्छु, फ्याक्ट्री कपडावाला फ्याक्ट्रीवालामा के मेसिन आएछ, कसरी बन्द रहेछ, गएर काम केही छैन के, जाने हेरेर बस्ने, कहिले इन्डिया जाने। फुर्सदको समयमा चाहिँ दिमागमा सकारात्मक चिजहरू छिरायो भने नि काममा सफल पनि भइन्छ। ग्रेट। अब नेपालमा चाहिँ यो स्व उद्यमको अवस्था कस्तो छ अहिले? अब यस्तो नेपालमा त कस्तो छ भने अहिले पनि नेपालमा सबै बाहिरैबाट आउँछ नि त सामानहरू, हरेक चिज हेर्नु न, प्रायः जसो बाहिरबाट आइरहेको हुन्छ नि त। फिनिस गुड्सहरू बनाउनलाई नेपालमा भयो, तर नेपालमा उत्पादित कयौँ वस्तु तथा सेवा केही पनि छैन नेपालमा त। कस्तो पनि प्रायः जसो अब हामी आफैले पनि कपडा गऱ्यौँ, हामी र मेटेरियल त बाहिरैबाट ल्याउनु पर्छ, त्यो एउटा दुःखको कुरा। तर त्यो भन्दै गर्दाखेरि कस्तो भने यो एकदमै सुनौलो युग हो स्व उद्यमको, नेपाल भनेको। यसलाई चाहिँ म सुनौलो युगको रूपमा लिन्छु क्या। जुन अहिले पहिलाको भन्दा अहिले विकासहरू भइरहेछन्, बाटाघाटादेखि लिएर सबै चिजहरू राम्रो भइरहेछन्, सजिलो छ। अहिले यत्रो मिडियाको जमाना छ, मान्छे घर बसी व्यापार गरिरहेछन् होइन, घरमा बसेर व्यापार गरिरहेछन्। अब केही प्रडक्ट सेल गर्यो भने कता बाहिरतिर गर्छ, नेपालमै केही चिज गरेर जे चिज बनाए पनि भयो। एउटा सानो सानो चिजबिजहरू चाहिँ नेपालमै बन्ने चिजहरूको लागि अध्ययन गरेर तपाईँको चाहिँ स्व उद्यम गर्ने हो भने कोही पनि विदेश जानु पर्दैन। कसरी जानु पर्दैन भने जस्तै 1 लाखजनाले स्व उद्यम देशमा गरे भने, एकजनाले 20 जनालाई रोजगारी दिए भने त 20 लाख रोजगारी देशमा। तपाईँ अलिकति अगाडि तपाईँ सफल भइसक्या हिसाबले चाहिँ तपाईँ अलिकति अगाडि जानुभयो। किन मैले सायद यङ्स्टर कति साथीहरू हामीलाई सुनिरहनु भयो होला, सानोतिनो कपडाकै पसल थापिरहनु भएको साथीहरू हुनु होला, ग्रोसरी सप थापिरहनु भएको साथीहरू होला, हामीलाई सुनिरहनु भएको होला। यो उद्यमीले सफल उद्यमी बन्न चाहिँ के कुरामा ध्यान दिनुपर्छ, पोइन्ट वाइज भन्नु पऱ्यो भने कसरी? त्यो पोइन्ट वाइज भन्नु पऱ्यो भने जस्तै मैले पहिला सुरुदेखि मेरो जर्नीको कुराहरू धेरै थोर त मैले भने होइन। अब मान्छेले कतिले भन्छन् उद्योग व्यवसाय लाउनलाई पैसा चाहियो नि भन्छन्, सुरुको नम्बर 1मा इन्भेस्टमेन्ट चाहियो भन्छन्। इन्भेस्टमेन्टको कुरा आउँछ।